अहिलेको समय यस्तो छ जहाँ तपाईँले गर्दा पनि कोही ताली दिँदैन, तपाईँले रोएको सुन्ने कोही हुँदैन। रातभर निन्द्रा छाडेर काम गर्दै हुनुहुन्छ, तर तपाईँको नजिकका मानिसहरूले तपाईँलाई बुझ्न सक्दैनन्। त्यो पीडा, त्यो एक्लोपना, त्यो चिच्याएर भन्न मन लाग्ने कुरा, तर कसैलाई भन्न सक्नुहुन्न। तर आज म तपाईँलाई यही भन्न चाहन्छु, एक्लोपन नै तपाईँको सबैभन्दा ठुलो शक्ति बन्न सक्छ। जब तपाईँ साँचो सपना देख्नुहुन्छ, संसार तपाईँलाई बुझ्दैन। जब तपाईँ अगाडि बढ्न चाहनुहुन्छ, तपाईँको साथीहरू तपाईँलाई छाडेर जान्छन्। जब तपाईँ किताब पढ्नुहुन्छ, अरू रमाइलो खोज्छन्। तर याद राख्नुहोस्, सपनाको सुरुवात सधैँ एक्लैबाट हुन्छ। एक्लोपन भनेको कमजोरी होइन, यो त आधी आउनु अघि हुने शक्ति हो। एक्लोपनमा तपाईँ आफैसँग भेट हुन्छ। तपाईँलाई के मनपर्छ, के असल लाग्छ, यी कुरा तब मात्र थाहा हुन्छ जब तपाईँ एक्लै हुनुहुन्छ। दुनियाँ तपाईँलाई भन्छ अहिलेसम्म केही गरेनस्, तर तपाईँ आफैलाई भन्नुहोस् अहिले म अभ्यास गर्दैछु। तपाईँ मिहिनेत गर्दै हुनुहुन्छ भने तपाईँ सही बाटोमा हुनुहुन्छ। तपाईँ एक्लै हुनुहुन्छ भने तपाईँको लक्ष्य ठुलो छ। तपाईँको पागलपन अरूलाई देखेर हास्यपद लाग्छ भने तपाईँ साँच्चीकै केही ठुलो गर्दै हुनुहुन्छ। संसारले सधैँ तयार मानिसको मात्रै कदर गर्छ, तर तपाईँ अहिले तयार भइरहनु भएको छ। एक यस्तो बिउ हो जुन एक दिन विशाल रुख बन्नेछ। धेरैजसो मान्छे यहाँ हार्छन् किनभने उनीहरू एक्लै मिहिनेत गर्न सक्दैनन्। उनीहरूलाई चाहिन्छ ताली लाइक साथ, तर सफल मानिसहरूलाई चाहिन्छ त केवल शान्त वातावरण र आफ्नै आत्मासँगको संवाद। तपाईँ एक्लै हुनुहुन्छ भने दुखी नहुनुहोस्। संसारले नदेखेको तपाईँको यात्रालाई तपाईँले देख्नुहोस्, र एक दिन त्यो समय आउनेछ जब तपाईँले बनाएको मिहिनेतको किला अगाडि त्यो मानिसहरू चुप लागेर हेरिरहनेछ जुन तपाईँलाई कहिले बुझेनन्। तपाईँ एक्लै हुनुहुन्छ भने डराउनु पर्ने होइन, तपाईँ तयार भइरहनु भएको छ। तपाईँलाई कोही हौसला दिँदैन भने आफैलाई दिनुहोस् र सम्झनुहोस्, तपाईँ एक्लै भए पनि तपाईँ अधुरा हुनुहुन्न। आजदेखि मिहिनेत गर्नुहोस्, एक्लोपनमा आफैलाई बनाउनुहोस्, किनभने जब तपाईँ सफल हुनुहुन्छ तब कोही पनि तपाईँको एक्लोपनको कथा सोध्दैन। तर तपाईँ भन्न जान्नुहुन्छ, म एक्लै लडेको थिएँ, एक्लै उठेको थिएँ अनि एक्लै जितेको थिएँ।